अभी झन्डै एक्सिडेन्ट भयो यार अभी गिद्दी यार अनि चाहिँ एउटा अचम्मको पत्थर हेर्नु जाँदैछौँ कस्तो भयो अरे कान्छी अम्माले मात्रै उचाल्न सकिने वेट भइछ अब आप लोग मेरा चैनल भी देखना मेरा एक यूट्यूब चैनल है हेलो गाइस नमस्ते अनि सेवा र सबैजनालाई तपाईहरुलाई फेरि मेरो च्यानलमा स्वागत छ न्यू डे न्यू ब्लग है अलिकति बिजी भएको कारणले हिजो अस्ति भिडियोहरु त्यस्तो पहिला जस्तो र्यान्डमली हाल्नु चाहिँ पाएको छैन तर पनि फेरि अहिले दशैं तिहारको बीचमा चाहिँ यसो दाजुभाइ रविन दाजुमा चाहिँ साह्रै गर्मी भएर यसो पौडी खेल्नु भनेर निस्केको है तर ठ्याक्क एउटा कुरा तपाईहरुलाई सुनाउनु मन लागिहाल्यो कि ठ्याक्क यो जाँदै गर्दाखेरि बाटोमा यसलाई के भन्छ दाजु बाघ खोला हैन बगबग खोलाको यहाँनिर जहिले के अरे पानी सानी पर्दा बढी समस्याहरू आउँछ कि अहिले ठ्याक्कै यहाँ एउटा पुल बनाएको रहेछ जे होस् यो देखेर एकदम खुसी लाग्यो क्या तपाईहरुलाई सेयर गर्नु मन लागिहाल्यो यो कुरा ठ्याक्कै यो बगबग खोलाको जसले गर्दा चाहिँ यहाँ ट्रान्सपोर्टेसनमा चाहिँ एकदमै प्रब्लम क्रिएट गरेको थियो अरू बेला त्यसो अहिले चाहिँ यहाँ पुल बनाइदिनु भएको रहेछ है जसले गर्दा चाहिँ एकदमै सहज भएको छ अब यसको क्रेडिट त अब थ्याङ्क यू अब गभर्नमेन्टलाई त दिनु पर्यो होला नि हैन गभर्नमेन्ट र यहाँको लोकल स्थानीय सरकारहरूलाई देश यतिको यहाँ चाहिँ विकास भएछ भन्ने कुरा चाहिँ थाहा भयो है देश के मेसेज दिनु खोजेको भन्दाखेरि देश नेपाल पनि विकास हुँदैछ भन्नु खोजेको है अल्टिमेटली ल गाइस फाइनली हामी बगबगको फुल पनि तर्यौँ र दाजुभाइ मिठो मिठो कुराकानी गर्दै पास्टको कुराकानी गर्दै हामी बाघ खोला कट्दै फाइनली हामी चत्राको हाइवे पनि आइपुग्यौँ अब चत्राको हाइवे हुँदै सरर र मिठो हावा खाँदै भन्दा पनि तत्ता त हावा आइरहेछ हल्का धुलो पनि आइरहेछ तर पनि त्यस दाजुभाइ हामी दुईजनादेखि चाहिँ एकदमै केमिस्ट्री भाइब्स मिल्छ त्यस रमाइलो हुँदै थियो जोस् कुराकानी गर्दै जिस्किँदै गीत गाउँदै हामी फाइनली हाम्रो जर्नीतर्फ फेरि लाग्दैछौँ हेर्दै जाने होला स्टे ट्युन्ड एन्ड डोन्ट फर्गेट टु लाइक शेयर एन्ड सब्सक्राइब सेटली हाम्रो बाटो नै यार अवरुद्ध भयो यार गाइस बिचमा यत्रो पहिरो झरेको रहेछ यहाँदेखि त हामी अगाडि नै बढ्नु पायौँ अब हाम्रो डेस्टिनेसनै अब क्यान्सल हुन्छ जस्तो छ होला गिद्दै भइहाल्यो नि बाटोमा यत्रो पहिरो झरेको रहेछ अब ढुङ्गा छ यहाँ नजरै लागेको रहेछ आज त यत्रो टाढो आयो पुग्नु आँटेको बेलामा अब लगभग यहाँदेखि अब 100 मिटर जति मात्रै टाढो थियो होला ठ्याक्क बिचमा पहिरो रहेछ बाटै ब्लक क्या अब के गरौँ अब के हुन्छ हेर्नुलाई अगाडि अब डोन्ट वरी गाइस व्हेन देयर इज विल देयर इज वे भने जस्तै हामी पनि तलदेखि यस्तो घुमेर बाटो है यता तलदेखि जाने बाटो यहाँको लोकल मान्छेहरूसँग बुझेर हामी फेरि हाम्रो पौडी खेल्ने डेस्टिनेसनतर्फ लाग्नु थाल्यौँ तर यो चाहिँ अलिकति डिफ्रेन्ट छ है अहिलेको ठाउँ चाहिँ अलिकति माथि तर यो चाहिँ अलिकति तलको खोला हो है फाइनली हामी घुम्दै हिँड्दै लगभग 30 मिनट जति वाक गरेपछि हामी हाम्रो पौडी खेल्ने ठाउँ पुग्यौँ फाइनली गाइस हाम्रो 1.5 घन्टाको मेहनत पछाडि हामी फाइनली हाम्रो खोला त आइपुग्यौँ तर खोला चाहिँ अलिक हेर्दा सानसानो रहेछ त्यही भएर चित्त चाहिँ दुख्यो साह्रै है अनि यहाँको वरिपरि नेचुरलको भ्यू चाहिँ यस्तो छ है गाइस हेर्नु है आनन्द लिनु मैले चाहिँ यहाँ एकदमै आनन्द लिएँ एकदमै पिस लाग्यो मान्छेहरू पनि खासै कोही छैन रहेछ अहिले दसैँ तिहारको सिजन भएर होला तर वरिपरिको भ्यू चाहिँ दामी छ है गाइस मलाई चाहिँ एकदमै मन पर्यो तपाईलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला हेलो गाइस अहिले चाहिँ यहाँ पुरा पौडी खेलेर यहाँ कटारिन आएको यहाँ पर रहेछ पौडी चाहिँ ठुलो रहेछ हो त्यहाँ चाहिँ हामी खेल्दैछौँ है मेरो पुरा हाम्रो कपडा लिन आएँ म चाहिँ अब कपडा लिएर जानेछु है हेर्दै जानु होला स्टे गाइस अहिले चाहिँ हामी यहाँ पौडी खेल्दैछौँ है त्यहाँ हुनु त दाजु चाहिँ है गहिरो पनि खतरा गहिरो रहेछ मजा हुँदै त्यो यहाँ पौडी खेल्ने चाहिँ चत्राको बडा यस्तो छिरेपछि आउने ठाउँ रहेछ यहाँ चत्रामा पौडी चाहिँ बबाल रहेछ है गाइस तर यहाँ चाहिँ बच्चाबच्ची हेर्दा लिएर चाहिँ नआउनु होला किनभने एकदम ठुलो त पौडी गहिरो रहेछ हामीलाई नै बगाउँछ खाले हेर्नु ल गहिरो छ पाइप खोलाले बगाउला डेन्जर भाइ खोला डेन्जर पानी हल्का बग्नु पनि पर्छ कि अनि ल गाइस हामी चाहिँ फाइनली पौडी सडी खेल्छौँ अब हामी उता अब घर फर्किन्छौँ कि त यहाँ चत्रामा गएर पेडा खानुपर्छ पेडा बाबाजीको पेडा अरे क्या यहाँ ल गाइस हामी चाहिँ फाइनली हाम्रो रहर पौडी खेल्ने रहर पनि पुरा गरिसकेर अब चाहिँ हामी नजिकमा एउटा यहाँ झुडुङ्गी पुल छ भन्ने हामीले त स्थानीय लोकलबाट सुन्यौँ त्यही भएर हामी चाहिँ त्यही झुडुङ्गी पुलतर्फ लाग्न थाल्यौँ
है चाहिँ अहिले म बसेको छैन गाडी जान्छ नि है लडी भन्दै बिस्तारै कुदाउने है दाजु होइन उतो झन्डै लड्यो है गाडी स्कुटी नै झन्डै पल्ट्यो त्यहाँ लेउले गर्दाखेरि बाटो त लास्टै गिलिरहेछ नि त है यो बरा क्षेत्रको बिचमा रहेछ अनि हामी यहाँ झुन्डङ्गी पुलमा आएको घुम्नु पुल अब चाहिँ हामी यहाँ बरा क्षेत्रमा छौँ यो ठाउँ चाहिँ कुन रहेछ क्या यो यस्तो धरती बरा दर्शन अरे अब चाहिँ हामी यहाँ झुन्डङ्गी पुलतिर जाँदैछौँ रविन दाजु अगाडि पुगिसक्नु भयो रविन दाजु कहाँ छिर्नु भयो तपाईँ त दाजुभित्र चाहिँ कुरा हुँदैछ लोकलसँग बस यहाँ बरा क्षेत्रको झुन्डङ्गी पुल अरे यो चाहिँ यस्तो छ है पहिला चाहिँ यो थुप यहाँ रहेछ है यो हटाएर अहिले यहाँदेखि बनाएको रहेछ अगाडि झुन्डङ्गी पुल यो बरा क्षेत्रको ठिकै रहेछ भनौँ न नट ब्याड जस मान्छेहरूलाई यताउति जानु चाहिँ खोला तर्नु चाहिँ सजिलो बनाएछ यसले है होइन दाजु अगाडि चाहिँ यस्तो छ अघि हामी पौडी खेलेको खोला यही है तर यहाँ चाहिँ खेलेको उता माथि खेलेको पर त्यो ग्राउन्ड देखिरहेको छ नि त्यो ग्राउन्ड निकाल पर चाहिँ हामीले पौडी खेलेको थियौँ अघि आम्मा यो यत्रो ठुलो चाहिँ के कोसी हो यो ठुलो यो पहिलो खोलादेखि यो चाहिँ कोसिए गयो सिधै उता गएर अरू ठुलो शब्दपछि सबै मिक्स हुन्छ भन्नु यहाँको वाटर पानीहरू अनि चाहिँ हामी चाहिँ यसो हावा खान आइरहेको छ यहाँ पुलनेरि उता गयो भने चाहिँ कहाँ पुगिन्छ होला हौ दाजु खै हामीलाई पनि थाहा छैन फेरि अब सब हिँड्छ गाइस सबैजनालाई ह्याप्पी तिहारको शुभकामना है अहिलेदेखि नै राम्रो मनाउनु होला तिहार मेरो त दसैँ पनि जुठो लागेर मनाउनु पाइनँ त्यही भएर पनि छोटो त्यस्तै भिडियो पनि केही पनि आएन है दसैँको है तिहारमा चाहिँ खै हुन्छ कि भनेको तिहारमा पनि फिक्स छैन तर मेरो के हुन्छ है गाइस यो जुन यहाँ खोला दुईवटा यहाँ मिक्स भएको छ नि यो दुईवटा चाहिँ एकदमै पवित्र सङ्गम रहेछ है जुन यहाँ यो सङ्गम भएको छ नि यो चाहिँ हाम्रो कोखा खोलादेखि आएको पानी भयो उता चाहिँ कौशिकी नदीको आएको पानी रहेछ अनि यो दुईवटा चाहिँ जहाँ यो सङ्गम भएको छ यो चाहिँ सबैभन्दा पवित्र सङ्गम मानिन्छ होइन त्यही त पवित्र सङ्गम मानिन्छ सबैभन्दा है खाजा पनि ठक्क खायौँ ल खाजाको चाहिँ भिडियो बनाउनु बिर्सेछ फेरि अब खाजा टक्कसँग खायौँ हामीले सेलरोटी अनि चिया अब चाहिँ एकछिन मन्दिर दर्शन गर्नु जाँदैछौँ है त यो बरा क्षेत्र मन्दिरको त्यो जाँदैछौँ यो मन्दिर चाहिँ यहाँ माथि लेखिरहेको छ धरतीको पहिलो तीर्थस्थान भनेर लेखिरहेको छ तर अब होला नि त साँच्चीको मलाई चाहिँ रङ गर्न आँट्नु भएको रहेछ यहाँ दाइहरूले तीर्थस्थल भनेपछि यहाँ मान्छेहरूलाई आएर बस्नु पायो होइन जहाँको मान्छेहरू आएर बस्नु पायो कि कस्तो भयो तीर्थस्थल भनेको त दर्शन मात्रै गर्ने हामी भित्र छिर्नु मन्दिर चाहिँ यस्तो छ यहाँ मन्दिर पनि रिनोभेट गर्नु हुँदै रहेछ यस्तो छ है यहाँ तल चाहिँ फेरि यस्तो रहेछ है फाल्टे दृश्य चाहिँ हाम्रो बरा क्षेत्र मन्दिरको पछिल्लो भागमा रहेछ यो चाहिँ उठाउने पत्थर छैन बाजे अहिले उठाउने पत्थर हामीले त्यसरी मन्दिर जाँदैछौँ
अचम्मको पत्थर चाहिँ कस्तो यसरी उचाल्न सकिँदैन यसरी कान्छी औँलाले चाहिँ उचालिन्छ अरे अचम्मको पत्थर कहाँ छ खोइ छ अरे हामी चाहिँ एउटा अचम्मको पत्थर हेर्न जाँदैछौँ कस्तो भयो अरे कान्छी औँलाले मात्रै उचाल्न सकिने यसरी दुईटा हातले पाखुराले नसक्ने यसरी चारवटा कान्छी औँला भयो भने सकिने एक दुई हातले चाहिँ उचाल्न नसकिने अरे क्या अनि कान्छी औँला चारवटा कान्छी औँलाले चाहिँ उठाउन सक्ने खालको पत्थर छ अरे होइन है गाइजहरू कस्तो होला तर छ कि छैन छ कि छैन अरे छ अरे अच्छा तपाईँहरूलाई चाहिँ म अब गाइज अचम्मको पत्थर देखाउनु गइरहेको छु है अब यो चाहिँ कस्तो भन्दाखेरि चाहिँ दुई हातले चाहिँ उचाल्नु नसक्ने अरे एकछिन दाजुले डेमोन्स्ट्रेट गरेर देखाउनुहुन्छ है यो पत्थर चाहिँ यस्तो अरे क्या दुई हातले जति बल गरेर उठाउनु नसक्ने अनि चारवटा कान्छीले चाहिँ सकिने ल अनि यो त अनि प्र्याङ्क भयो त अनि दुईवटा हातले उचाल्नु नसक्ने भने उठाउनु सक्यो त चारवटा कान्छीले चाहिँ उठाउनु सक्ने के भन्न आँटेको थिएँ अनि यो चाहिँ यस्तो यहाँको मान्छेहरू के मान्यता रहेछ भन्दा चाहिँ दुई हातले जति बल उठाउँदा उठाउनु नसकिने ट्राई गरेर त म बोल्छु ल अब ल गाइजले यो पत्थर चाहिँ कस्तो भन्दाखेरि जति नै बल लगाएर हामी उठाउनु नसक्ने अरे र चारवटा कान्छी औँलाले चाहिँ उठाउनु सक्ने होइन त्यस्तो मान्यता छ अरे ल हेरौँ न भाग्यमानीले चाहिँ धर्माती मान्छेले चाहिँ उचाल्न सक्छ भन्छ भनेपछि म पापी होइन सक्छ कि सक्दैन त्यसरी त ए सक्यो उठाउनु सकिन्छ त अनि के हो यो त प्र्याङ्क छ त गाइज होइन उठाउनु सक्यो त अनि तिमी दयालु छौ त्यही भएर सकेको होला यो चाहिँ यस्तो गरौँ न यसको हामी रुल्स बदलौँ यो चाहिँ कस्तो रहेछ भन्दाखेरि चाहिँ पाप नगरेको मान्छे उठाउन सक्ने पाप गरेको मान्छे चाहिँ उठाउन नसक्ने त्यस्तो हुन्छ धर्म के भन्छ धर्मै के भन्यो त्यसलाई अलिकति जेनरस टाइपको मान्छेहरूले क्या काइन्ड त्यस्तो मान्छेहरूले उठाउन सक्ने रहेछ भने सिकाए फेरि ट्राई गरौँ ल अलिकति वान सेकेन्ड सकेन सकिने रहेछ हौ ल सक्छ प्रशान्त भाइ त सधैँ खै रविन दाजु पनि ट्राई गर्नु रविन दाजु कस्तो मान्छे रहेछ हेरौँ ल त्यही पनि फेरि न अब हेरौँ है रविन दाजु कस्तो रविन दाजु पापी हो कि अब राम्रो मान्छे रहेछ हेरौँ राम्रो कि नराम्रो खै सकेन त ला दाजुले उठाउनु उठ्यो नि झन् दाजु सङ्गत चाहिँ मैले झन् राम्रै गरेको रहेछ है त्यस्तो पापी मान्छेसँग चाहिँ छैन रहेछ यो चाहिँ बुढा नीलकण्ठ मन्दिर अरे खै यसले गर्दा रुखले गर्दा राम्रै देखेको छैन यहाँ चाहिँ गाइस यो बुढा नीलकण्ठको कस्तो छ हिस्ट्री चाहिँ कस्तो छ यसको चाहिँ के छ मान्यता त्यस्तो यो चाहिँ विष्णु भगवान् विष्णु हो भन्छ होइन भगवान् विष्णु चाहिँ नागहरूमा चाहिँ सुतेको यस्तो सुत्नको चाहिँ एउटा के कारण छ तर जस भगवान् विष्णु हो बुढा नीलकण्ठ त्यस भगवान् विष्णु जस आराम गर्ने ठाउँ जस्तो अब के छ हो तर अहिले प्रचलित भनाइमा चाहिँ बुढा नीलकण्ठ भनेर भनिन्छ त्यही हो सानो सानो यो के अरे के हो यो मठ जस्तो यो मन्दिर हो यसलाई चाहिँ गुम्बद शैली भन्छ गुम्बद शैलीमा सबै निर्मित भएको छ बडाक्षेत्रको सबै स्तूपहरू छ उहाँहरूले ढुङ्गाको ट्राई गर्नु हुँदो रहेछ उहाँहरूको नि हेर्नु न कस्तो हुँदो रहेछ उहाँहरूको चाहिँ अब भिडियो हुन्छ कि हुँदैन है कसरी चाहिँ उठाउने हो खास गरी यो के हो यो खास यो चाहिँ यो अलिकति भुइँबाट उठाउनु पर्ने ल त हाम्रो दाजुले ट्राई गर्नु हुँदैछ हुन्छ कि हुँदैन है भने चाहिँ दाजु पनि पापी चाहिँ हुँदैन रहेछ ट्याक्क बलाउ छ क्या उठाउनु उठेकै हो त्यतिको उहाँहरूले उठाएको पनि हेऱ्यो उहाँहरू पनि प्रायः सबैले उठाउनु भयो सबैले नै उठाउनु भयो भनौँ न है अब चाहिँ हामी फर्किनेछौँ हेर्दै जानु होला स्टेट्युन हामी चाहिँ यता अब यहाँ कोसी चाहिँ अलिक नजिक नदी चाहिँ अलिक नजिकबाट हेर्नु गइरहेछौँ यता अङ्कलहरू चाहिँ बिहार देखाउनु भएको रहेछ राम्रो हुँदो रहेछ कुरा गयो हल्का है अनि
केले भत्काएको यो ए बोजू भनिदिनुहुन्छ केले भत्काएको बाढीलाई भत्काएको अरे यो चाहिँ अब बाढीलाई सोध्नुपर्छ अरे यो सबै यहाँ जुन यो भत्किरहेछ नि बाढीले भत्काएको अरे यहाँ चाहिँ यस्तो छ है कोसी नजिकदेखि हेर्दाखेरि चाहिँ यस्तो छ हेर्दा लास्ट पिस देखिन्छ हेर्दाखेरि होइन तर भेरी डेन्जरस के अरे यस्तो के भन्यो यसलाई 9मा होइन 9मा जान्छ अरे त्यहाँदेखि सिमलेदेखि चाहिँ भोजपुरसम्म जान्छ अरे गाइस कस्तो दामी भ्यू देखेको होइन नि यहाँ नाउको पनि फेसिलिटी खोलिसकेको रहेछ है यहाँतिर यहाँ देखिरहेछ भनेपछि अब यहाँ कोसीमा नाउ पनि चल्नु थालिसकेको रहेछ अब चाहिँ पक्कै पनि यो भोजपुरदेखि सिमलासम्म जाने नाउ होला आज अघि त्यहाँ दोकानदारसँग बुझ्दाखेरि ट्रायलको लागि यस ट्रायल गर्नु थाल्छ भन्दै थियो आजदेखि मेबी भोलिदेखि मजाले चल्छ होला यहाँ पूजा गर्नुहुँदो रहेछ बाजेले कोसीको नजिक है कोसी नजिकदेखि यस्तो देखिन्छ है गाईहरू हामी आइछौँ यहाँ हाम्रो चाहिँ यहाँ बिहारको एकदमै फ्रेन्डली फैमिलीसँग भेट भएछ आप लोग मेरा चैनल भी देखना मेरा एक यूट्यूब चैनल है You are a blogger. No बस स्टार्ट किया है स्मॉल ब्लॉगर बस स्टार्टअप YouTube पर नहीं डालना आप लोग नहीं डालेंगे चिंता मत करिए आपका बिटिया का हम सिर्फ डालेंगे मजा कर रहे हो गाइस फाइनली हामीले मन्दिर पनि दर्शन गरिसक्यौँ अब चाहिँ हामी घर फर्किन्छौँ र अन्तिममा आजको भिडियो चाहिँ यसरी इन्ड गर्छौँ है किप लगिङ भने किप लभिङ किप सपोर्टिङ है लभ यु एभ्रीवान सबैलाई फेरि पनि ह्याप्पी तिहार है तिहारमा एकदम रमाइलो गर्नु होला है अनि ल अन्तिममा लाइक सेयर सब्सक्राइब पनि गर्नु नबिर्सिनु अनि कस्तो लाग्छ भिडियो कमेन्टमा लेख्नुहोस् लभ यु अल टेक केयर हेभ अ गुड डे